तपाईँले यो देशको यत्रो परिवर्तनमा योगदान दिनुभएको छ त्यो सम्मान गर्दै हामी यो चुनावको माहौलमा घुमिँदै गर्दाखेरि अहिले हामी यो ठाउँमा आइपुगेका छौँ र धेरै जिम्मेवारीका साथ आएको छौँ हामी सबैजना अहिले हाम्रो देशको भार त्यो जिम्मेवारी हामीले पुरा गर्नलाई हामीलाई 5 वर्ष धेरै मेहनत गर्नुपर्नेछ हामीले धेरै समस्या देखेको एउटा नागरिक तहमा म हजुरलाई भन्छु र सबैजना आग्रह पनि गर्न चाहन्छु नागरिक तहमा हामीले धेरै जस्तो समस्या हामीले के मात्र भोगेका छौँ भन्दाखेरि तपाईको यो हाम्रो धेरै जस्तो भिआइपी मुभमेन्टहरूले हामीलाई गाह्रो पर्छ जहाँ तपाईको हामीलाई हाम्रो गाडीहरूलाई रोकिन्छ त्यहाँ एम्बुलेन्सहरू हुन्छन् कतिजना सुत्केरीहरू हुन्छन् यस्तो कार्य चाहिँ हामीलाई सम्पूर्ण मन्त्रीज्यूहरूलाई नगर्न हुन हामी चाहिँ यहीँबाट आग्रह गर्न चाहन्छौँ त्यही अनुसारको निर्देशन पनि जारी गरिदिनु होला भन्ने म हजुर टिम मेम्बर्सहरूलाई त्यही अनुसारमा आग्रह गर्न चाहे है पहिलो कुरा चाहिँ मैले त्यो भने नागरिकले दुःख पाउनु भएन कुनै भिआइपी मुभमेन्टलाई हामी साधारण नागरिकको तहबाट आएको छौँ र साधारण नागरिककै हिसाबले हामी काम कारबाही हामी अगाडि बढाउने हाम्रो धारणा पनि छ अब धेरै जस्तो हाम्रो भ्रष्टाचार हुने कारण हामीले बुझ्नुपर्नेछ किन हामीले यत्रो आन्दोलन गर्यौँ किन जेनजीहरूले यत्रो आन्दोलन गर्यो किन युवाहरूले किन नेपालीहरूले यत्रो ठुलो आन्दोलन गर्यो होला त तपाईको धेरै तपाईको यो भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको जस्तो मलाई चाहिँ मेरो विचारमा लाग्छ युवाहरू त्यतिकै विदेश पलायन हुने अवस्था हामी पनि मेरो विचारमा एउटा समयमा त हामी पनि जम्की क्या हो भन्ने समेत सोच्ने अवस्था भइसकेको थियो तर होइन सबैजना गयो देशकोले बनाउने भन्ने हिसाबले हामी अड्क्यौँ र यो अड्किरहेको क्रममा चाहिँ हामीले भोगिरहेको समस्याहरू भन्दै गर्दाखेरि चाहिँ हाम्रो सर्भिस डेलिभरी 1 नम्बर कोठा 2 नम्बर कोठा 3 नम्बर कोठा क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू कार्यालयहरू हैन यसरी गरेर तपाईको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छौँ जहाँ कि तपाईको फाइल रोकिन्छ नागरिकलाई समस्या हुन्छ र उहाँले भन्नुहुन्छ हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ सर यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याकबाट म गरिदिन्छु यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी ब्राइब हुनु पर्यो अबदेखि हामीले चाहिँ गर्नुपर्ने सर्भिस डेलिभरी चाहिँ विदाउट एनी ब्राइब वान डोर सर्भिस सिस्टम पोलिसीको लागि हामी निरन्तर काम गरौँ अहिले मैले सचिवज्यूलाई नि त्यही अनुसारमा निर्देशन पनि दिएको छु ताकि नागरिकहरू कर्मचारीसँग ठोकिन नपरोस् सेवाग्राहीहरू कर्मचारीसँग ठोकिन नपरोस् जसले गरेर यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नल्याऊ नागरिकहरूले एउटा ठाउँमा तपाईको निवेदन दिइसकेपछि अर्को ठाउँबाट चाहिँ उहाँको सर्भिस हुनु पर्यो भन्ने चाहिँ हाम्रो धारणा छ मेरो विचारमा यसलाई नै हामीले सुशासन भन्छौँ दिस इज कल्ड गुड गभर्नेन्स सो यो गुड गभर्नेन्सलाई चाहिँ हामीले त्यही अनुसारमा भ्रष्टाचार पनि निर्मूलन गर्न हामीलाई सहज हुन्छ हाम्रो काँधमा अर्को भार पर्दैन त्यही अनुसारमा सेवाग्राहीहरूले पनि त्यही अनुसारमा सर्भिस पाउन सक्नुहुन्छ र हामीले आफ्नो बाचा पनि पुरा गर्न सक्छौँ जुन चाहिँ बाचा हामीले गरेर अहिलेसम्म यो चुनाव जितेर यहाँसम्म आएको छौँ